साथीहरू म अब जाँदैछु माथि पार्कमा र भुवनेश्वरको पार्कमा जाँदैछु म अब अहिले म 50 स्टेयरकेस माथि सिँढीमाथि चढिसकेको छु र अझै बाँकी नै छ डबल, त्यसको डबलै छ बाँकी र म जाँदैछु साथीहरू। 53, 54, 55, 56, 57, 58, 59, 60, 61, 62, 63। म अहिले 190 सिँढी मुनिबाट माथि आइसकेको छु र अझै धेरै नै बाँकी छ। साथीहरू यस सिँढी म जुन आइरहेको छु पार्क जङ्गल पुरै साथीहरू ठ्याक्कै 265 स्टेयरकेस रहेछ मुनिदेखि माथिसम्म र मैले माथि आइसकेको छु। स्टेयरकेस सकिसकेको छ, सिँढी सकिसकेको छ चढ्नु र म जाँदैछु। हेर्नु साथीहरू यही हो जङ्गल एरिया। साथीहरू म पार्कमा आएको छु अहिले। यहाँ गाडी ल्याउनुलाई पार्किङ एरिया यहाँ रहेछ। पुरा पार्कतिर म जाँदैछु साथीहरू। Mambo, chopper, doggy style, no te canses. ¿Y qué fue? No hiciste nada. Con tanta chapa va a hacerle ranking can king can. ¿Y qué fue? No hiciste nada. Con tanta chapa va a hacerle ranking can king can. Mambo, chopper, doggy style. ठुलो पार्क रहेछ साथीहरू। यसलाई जगडोल पार्क भनेर चिनिँदो रहेछ उहाँहरूले। भुवनेश्वरतिर हो, भुवनेश्वरतिर छ जुन तपाईँहरूले प्रशस्तै देख्नुहुनेछ। यहाँबाट म तपाईँहरूलाई देखाउनेछु एकछिन। साथीहरू म अहिले टपमा आइसकेको छु र टपबाट कस्तो सिनहरू कस्तो देखिन्छ यहाँबाट तपाईँहरूले देख्नै भयो होला। टेरेस जस्तो ठाउँमा छु म अहिले र यहाँबाट देखिन्छ प्रशस्तै दुरुस्त देखिन्छ यहाँबाट। मलाई हेर्नु पनि डर लाग्यो साथीहरू, तलै छ धेरै तल, खसी पनि मेरो ज्यान जाने हो कि के हो, डर लाग्छ साथीहरू यहाँबाट। ओहो र साथीहरू मुनि हेर्दा एकदमै डर लाग्छ साथीहरू र धेरै माथि छु म अहिले र अब अहिले फेरि मुनितिरै म जाँदैछु र अब म घुम्नुलाई मेरो भ्लगिङ चाहिँ अब भुवनेश्वरको जुन मन्दिरको म खासै भ्लगिङ गर्न त्यसको आएको हो। तर यहाँ मैले सोधपुछ गरेको अनुसार यहाँ एउटा पार्क छ थियो, त्यही भएर म यहाँ पनि घुमेँ र आज मेरो भ्लग लामै हुन्छ साथीहरू। भुवनेश्वरको यही हो शौचालय र पुरुष र महिलाको शौचालय यही हो। शौचालय मतलब टोयलेट र देशा पिसाबले लेखिरहेको छु म कति भनेर। जाँदैछु भुवनेश्वरमा
टाढोबाट आएको जाँदैछु भुवनेश्वरको यही पुल युज गर्नु होला साथीहरू यही पुलबाट जानु म चाहन्छु साथीहरू म भुवनेश्वर मन्दिरतिर म जाँदैछु अहिले स्टार्टिङमा यो चाहिँ हाम्रो सार कन्ट्रीहरूलाई हो जुन इन्ट्री गरेको 50 सार कन्ट्रीहरूलाई र सार कन्ट्री नभएलाई टिएसएफ रहेछ सार कन्ट्रीहरू थाहा हो तपाईँहरूलाई जापान सापान कहाँबाट पर्ने हो हाम्रो देशमा 7वटा सार कन्ट्री छ धेरै दिनपछि आज आइयो भुवनेश्वर मन्दिर आउनुको मलाई र अब मन्दिर चाहिँ प्रसिद्ध मन्दिर स्थल हो स्थलमा एक हो प्रसिद्ध मन्दिर हो आशुतोष शशांक शेखर चंद्रमौलि चिदंबरा कोटि कोटि प्रणाम शंभु कोटि नमन दिगंबरा निर्विकारोकार विनाशी तुम्ही देवाधिदेव जगत सर्जक प्रलय करता शिवं सत्यं सुंदरा सावित्री सहस्र ब्रह्मणे नमः सहस्रक्रियामिनेव सर्वांगं पूजयामि गानि अखिलसेनेन अभिजातवीरम् ओम
सावित्री सहित ब्रह्मणे नमः साथीहरू मेरो भ्लग अब कम्प्लिट भइसकेको छ र म जान चाहन्छु र अर्को भिडियोमा भेट्दै गरौँला र तपाईँहरूले अहिलेसम्म मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु भएको छ भने च्यानललाई सब्सक्राइब गर्नु होला लाइक सेयर गर्नु होला र अर्को भिडियोमा भेटौँला बाई।